ए दाजु साहब हेर यहाँ हेर के अब यस्तो गर न गफ गरेर पहिला पाल्पा राम्रोसँग घुम्न पाए राम्रो हुन्थ्यो कि पाल्पा ठुलो छ पाल्पा राम्रोसँग घुम्न पाइन्छ भने जाउँ भने हामी पाल्पा कमसेकम 1-2 घन्टा मेरो करण भाइ चस्मा ल्याउ त देखिया छैन फेरि करण चस्मा ल्याउ त एउटा भ्लग बनाउँदैछु त्यो केटाहरूलाई पनि चाहिला त सेल्फी स्टिक कस्तो घुम्यो कता हो यता फर्काउन हेलो गाइज अब हामीहरू चाहिँ बिहान बिहानै के भन्छ पाल्पा घुम्न निस्क्यौँ होइन अहिले चाहिँ हामी के ठाउँमा पनि अर्जुन लगाउन पाल्नु भिडियो बनाउँदैछु देऊ भयो कि Sebe, kita देखा ना? Hello. Last. Udah राम्रो गाना लगाउन
भन्दै थिए साँचो प्रीतिलाई साँचो प्रीतिलाई कही थिए जो खोजो भन्दिएकै थिए बुझ्ने कुरा हामी चाहिँ निस्किसकेका छौँ यहाँ बिहान बिहान हाम्रो यहाँ ए यो ठाउँ त ए कहाँ हो र यो ठाउँ त म पनि अगाडि आएको छु यार यहाँको लुक्स हेर्नु सक्नुहुन्छ washroom okay me so we are going from Palpa so everyone I talk about Palpa after that long time तेरा नहीं हरकत अब के भन्ने होला यो भाइको ए भाइ ओए तेरा न हरकत भिडियो भइसक्यो के गरेको भाइले हेर्नुस् अब के भन्ने अब कि दुईटा डबल के चट्टै त पछाडि अनि कस्तो भेट्यो नि त्यो ओके डबल वाला पनि हुन्छ कोही पछाडि यस्ता छन् फेरि हाम्रो के भन्ने अलि राम्रो ठाउँ छैन हाम्रो मेन क्यारेक्टर त्यही हो त्यस्तो के बुलेली उकाली लाग्दा सबै हैन के रे सबै बाख्रा उकाली लागे यताबाट हैन एउटा भिडियो बनाउनु पर्ने थियो राम्रो सबै बाख्रा उकाली लागे कोरले बाख्रो खोइ भन ओइ छुन्के सो हेलो एभ्रिवान यो पछाडिको यो गरेर निस्किन्छ अगाडिको करण भाइ के भन्न चाहन्छ यता आउनु के भन्न चाहन्छ यहाँ अब आज घुम्न गएको कहाँ निस्किनु कल्पना के भन्नु देख लीजिए यहाँ चस्मा नै दिएर के बनाउने यस्तो यस्तो भ्लग पनि के बनाउने होइन यो स्टोरी हाल्ने हो कि एउटा राम्रो देख लीजिए अरे हिन्दी राम्रो उताबाट अलिक घुमाएको त भएछ हामीले त यहाँ छौँ बस हुन्छ हामी यहाँ गएको छ जाँदाखेरि याद छ लगाउनु
गाडीमा के गर्छु के ल माथि फाट बस्दैछ माथि फाटे यो तल छ नि अरे यार दामी देखिन्छ उपत्यका बादल आएको कि तलतिर कस्तो सेट गर्न लगाउँछ सेट गर्न लगाउँछ चस्मा देऊ न भाइ एमडी एमडी धन्यवाद चले हम भी चलेंगे बोला आप करा के मौज यार आगे तो तीन है ना अब गाना गाउन हाम्रो राजा अब म आफ्नो चार्जर बचाउँदै चार्जर बरु हेलो एभ्रिवान कुन ठाउँ होला जम 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 यस्तो हुँदै ज्याकेट ल्याउनु पर्यो थियो कि एउटा एउटा सेट बसन्त कति आफ्नो अनुहार देखाएको छ नि त म त्यो क्यामेरा लगाउँदा हामी अहिलेको टाइममा चिसो यस्तो हुने हामी चाहिँ फिल्डमा जाँदैछ
टाइममा पनि जाडो आउने जस्तो भएको छ यहाँ चिसो भइसक्यो कता हो क्या अगाडि हो भन्ने यहाँ राम्रो देखाउने मेरोमा चार्ज छैन बाबु छड्के आफ्नो अहिले उहाँ गएर फोटो खिच्न म भनिरहेको छु लहरी लहरी कान्छी हेर्दै हरे पारी खेल्दै रुगा मारी घुम्न जाउँ है इन्जिन गाडीमा घुम्न जाउँ है इन्जिन गाडीमा लहरी लहरी के अरे अलि राम्रो बोल्दै करणलाई चाहिँ दिने ओइ घुम्न जाउँ है इन्जिन गाडी लहरी लहरी इन्जिन गाडीमा अनि चार्जिङ राखेको ओके ज्याकेट ल्याएर आउनु पर्थ्यो कि केटाहरूले मिस्टेक गर्यो जहाँ हो जाम हतार होइन म त केही रेडी छ नि मेरो मोबाइल कल ल हो फोटो खिचे कस्तो फिल भइरहेछ जे भने फेरि पनि होइन उहाँको यस्तो महसुस चाहिँ भइरहेको के भन्छ त्यो हाम्रो मुस्ताङको यस्तो कस्तो यो ब्याकग्राउन्ड पछाडि अगाडि दुई कुन अरे भैरव स्थान स्वामी भैरव स्थानमा आइसकेका छौँ के भन्ने ल बनाउनु अलिक चार्जिङ दिएर छैन कस्तो लो दर्शकबिन हामी आज पाल्पा जिल्लाको भैरव स्थान मन्दिरमा प्रवेश गर्नको लागि हामी आइसकेका छौँ त्यसको लागि हाम्रो साथीहरू टन्नै छन् यो चाहिँ भैरव स्थान तलपट्टिको हो अब यो चाहिँ भैरव स्थान जाने सिडी पर्यो हैन बिस्तारै रमझम यो हाम्रो लास्ट टुर पनि भनिन्छ लास्ट 3 वर्षको चाहिँ लास्ट टुर हो केटाहरू फोटो खिच्दैछ यस्तो दामी यहाँबाट फोटो खिचाउने यता आजको यो भ्लगमा तपाईहरुलाई कस्तो लाग्छ कमेन्ट सेक्सनमा बताउनु होला हाम्रो लागि स्वीकार गर्नु होला भन्न चाहन्छु हाम्रो आन्टी म्यान फोकस गर्ने उहाँ हुनुहुन्छ हामीले ल्याउनलाई यहाँसम्म पुर्याउनु भएको छ उहाँको लागि हृदयदेखि नै आभार व्यक्त गर्न चाहन्छु धेरै ठाउँ घुमाउनु भयो उहाँले हामीलाई अर्घाखाँची पाल्पाको धेरै सङ्गम स्थानहरूमा आन्टीले घुमाउनु भएको छ त्यसको लागि हृदयदेखि नै आभार प्रकट व्यक्त गर्दै हामी मोबाइलमा चार्ज छैन राजा अरु मलाई केही छैन अहिले त अझ बाँकी छ त आउन त बाँकी नै छ This is the most beautiful place of Palpa. So everyone see
वीडियो बनाना ना यार, थोड़ा खींचा यार। ये गाना पुरै उताबाट पुरा टाढाबाट हो क्या देखिने रिडी बजारमा गुल्मी जिल्लामा छौँ भने यो साइडको पाल्पा बीचमाबाट हुन्छ कि यसमा सुत्नु पर्छ त्यो दाजुको फोटो खिच्नु सब अगाडि बढ्नु